हेलो फ्रेन्ड्स, आज म तपाईहरुलाई व्यापार एप्लिकेसनको बारेमा भन्न गइरहेको छु। व्यापार एप्लिकेसनमा के विशेषताहरू छन्। व्यापार एप्लिकेसन तपाईहरुले सजिलै मोबाइल र कम्प्युटर, ल्यापटपमा युज गर्न सक्नुहुन्छ। त्यसको लागि तपाईले धेरै खर्च गरिराख्नु पर्दैन। तपाईसँग स्मार्टफोन छ भने तपाईले स्मार्टफोनमा इन्स्टल गरेर पनि आफ्नो एकाउन्टलाई सजिलै व्यवस्थित राख्न सक्नुहुन्छ। मार्केटमा उपलब्ध जति पनि सफ्टवेयरहरू आजसम्म मैले देखेको छु त्यो सबको लागि केही विशेष किसिमको एउटा ट्रेनिङ लिनुपर्ने हुन्छ, जुन कि तपाईलाई धेरै झन्झटिलो हुन्छ। यसको लागि एकाउन्टिङको बारेमा धेरै कुराहरू नलेज हुनुपर्छ। अनि अर्को कुरा, महँगो पनि धेरै हुन्छन् ती सफ्टवेयरहरू। ती सफ्टवेयरलाई तपाईले कम्प्युटरमा मात्रै युज गर्न सक्नुहुन्छ। तर व्यापार एप्लिकेसनको विशेषता के छ भने तपाईले कम्प्युटरमा पनि तपाईले युज गर्न सक्नुहुन्छ, प्लस तपाईले आफ्नो एन्ड्रोइड मोबाइलमा पनि सजिलै यो सफ्टवेयर इन्स्टल गरेर युज गर्न सक्नुहुन्छ। यो सस्तो पनि छ। यो तपाईको मार्केटमा जुन अहिले मार्केटमा उपलब्ध सफ्टवेयरहरू भन्दा तपाईलाई सस्तो पनि छ र युज गर्न पनि धेरै सजिलो। हल्का कम्प्युटर र मोबाइल चलाउन जान्ने जो कोहीले पनि यसलाई चलाउन सक्छन्। अब हामी व्यापार एप्लिकेसनलाई आफ्नो ल्यापटपमा या पीसीमा कसरी इन्स्टल गर्ने भन्ने कुरा म हजुरहरूलाई देखाउन जाँदैछु। सर्वप्रथम तपाईले वेब ब्राउजर खोल्ने। वेब ब्राउजरमा तपाईले www.vyaparapp.in टाइप गरेर खोल्ने। यहाँ तपाईले हेर्न सक्नुहुन्छ व्यापार एपलाई हाईएस्ट रेटेड एप्लिकेसन प्ले स्टोरमा छ। यसले 4.7 स्टार पाएको सफ्टवेयर हो। यो तपाईलाई एन्ड्रोइडको लागि पनि तपाईले डाउनलोड गर्न सक्नुहुन्छ, प्लस डेस्कटप पीसीको लागि पनि। यहाँ म हजुरहरूलाई डेस्कटप पीसीमा ल्यापटपमा कसरी इन्स्टल गर्ने भन्ने कुरा देखाउन जाँदैछु। अब हामीले यहाँ डेस्कटप डाउनलोड फर डेस्कटप भन्ने छ, यसमा हामीले क्लिक गर्ने। क्लिक गरेपछि सेभ गर्ने। हाम्रो डाउनलोड हुँदैछ सफ्टवेयर, एकैछिन टाइम लाग्छ। एप्लिकेसन डाउनलोड भइसकेपछि अब हामीले एप्लिकेसनलाई राइट क्लिक गरेर रन एज एडमिनिस्ट्रेटर गर्ने। यस गर्ने। यहाँ तपाईले हेर्न सक्नुहुन्छ व्यापार एप अब इन्स्टल हुँदैछ। व्यापार एकाउन्टिङ एप तपाईको पीसी ल्यापटपमा इन्स्टल भइसकेको छ। अब हामीले राइट क्लिक गरेर व्यापार एप्लिकेसनको आइकनमा ओपन गर्ने। ओपन गर्दाखेरि अब हामीले आफ्नो व्यापारको नाम राखेर बिजनेस नेम दिएर हामीले एउटा कम्पनी क्रिएट गर्नुपर्ने हुन्छ। उदाहरणको लागि एबीसी कम्पनी, फोन नम्बर 123456, इमेल आइडीमा हामीले भ्यालिड इमेल आइडी राख्नुपर्ने हुन्छ। भ्यालिड इमेल आइडी लगाइसकेपछि हामीले लगइन गर्नुपर्ने हुन्छ। तपाईले फर्स्ट लुक यहाँबाट हेर्न सक्नुहुन्छ। फर्स्ट लुकमा अब सेटिङ कन्फिगरेसन एप तपाईको सेटिङ आइकन छ। यहाँ ट्युटोरियल देखाउँछु। तपाईको सर्टकटहरू यहाँ छन्। सेल्स, पर्चेज, क्याश इन, क्याश आउट, एक्सपेन्सेस, एड पार्टी, एड आइटम। यहाँ तपाईले ब्याकअप रिस्टोर गर्न सक्नुहुन्छ। तपाईले आफ्नो ल्यापटपमै ब्याकअप राख्ने हो कि क्लाउडमा राख्ने हो। क्लाउडमा पनि तपाईले आफ्नो ड्रप बक्समा अथवा गुगल ड्राइभमा राख्न सक्नुहुन्छ। त्यसले गर्दा तपाईको मोबाइल अथवा तपाईले
इन्स्टल गर्नुभएको कम्प्युटर ल्यापटप बिग्रियो हार्ड डिस्क क्र्यास भयो भने तपाईँको एकाउन्ट सजिलै तपाईँले रिकभर गर्न सक्नुहुन्छ। त्यसै तपाईँको यहाँ हाइड गर्ने बटन पनि छ। यसमा हामीले क्लिक गर्दाखेरि यो छेउको प्यानल जुन छ त्यो हाइड हुन्छ। हामीले व्यापार एपलाई इन्स्टल गरिसक्यौँ। अब यसलाई युज कसरी गर्ने भन्ने कुरा हेर्नको लागि तपाईँले मेरो अर्को भिडियो हेर्नुपर्ने हुन्छ। अहिलेको लागि धन्यवाद।